यीशु प्रभुको नाउँमा यहाँहरू सबैलाई जय मसीह। आशा गर्छु यहाँहरू सबैजना आरामै हुनुहुन्छ। आज विशेष गरिकन हामी घरदेखि करिब 2-2.5 घन्टाको बाटो पर छौँ, कारण हामी क्याम्पिन आएका थियौँ। अनि यो क्याम्पिन आएको ठाउँ अति नै सुन्दर लाग्यो। अनि यो सुन्दर ठाउँको मौका छोपेर यसरी मसँग भेना हुनुहुन्छ। अनि यसो आज साला भेनाको छोटो संवाद गर्न गइराखेका छौँ। अनि आशा गर्छु यहाँहरूले यो संवादलाई मन पराइदिनु हुनेछ। अनि विशेष गरिकन हामी संवादको विषय जस हाम्रो विश्वासको विषयमा हामी केही कुराहरू गर्न गइरहेका छौँ। अनि विशेष गरिकन म भेनालाई यो हामी साला भेनाको संवादमा स्वागत गर्न चाहन्छु। भेना जय मसीह। जय मसीह। हुन्छ, यहाँले आफ्नो परिचय बनिदिनुहोस् न। मेरो परिचय, मेरो नाम सुखसिंह सेउरी, बसाई कोलम्बस ओहायो, नेपालको चाहिँ बेलडाङ्गीमान पर्छ। अनि भेना विश्वास गर्नुभएको कति लामो भयो, यानि कि कति समय भयो? एकदमै हामीले विश्वास गरेको 2010मा हामीले विश्वास गऱ्यौँ। तर विश्वास गरेर हामी लगभग 6 महिना मात्रै सङ्गति गऱ्यौँ। त्यस पछाडि हामीले सिधै अमेरिका आयौँ। अहिले लगभग 15-16 वर्ष भइसक्यो। भनेपछि हजुरले विश्वास गर्नुभएको चाहिँ क्याम्पमै क्याम्प हो। क्याम्प चाहिँ बेलडाङ्गी भन्नुभयो नि। त्यहाँ विश्वास गरेर अमेरिकामा चाहिँ कुन सालमा आउनुभयो? 2011को नोभेम्बरको महिनामा चाहिँ हामी अमेरिका आएको। अमेरिकाको कुन ठाउँमा? अमेरिकाको नेभेदा लास भेगस भन्ने ठाउँमा आएको। लास भेगस। 5 वर्ष बस्यौँ त्यहाँनिर। 5 वर्ष त्यहाँ बसेर अहिले हाल चाहिँ कोलम्बस ओहायोमा। हाल चाहिँ कोलम्बस ओहायोमा लगभग 10 वर्ष भयो तर पनि। भनेपछि तपाईँले विश्वास गरेको पनि लगभग 10-12 वर्ष बढी भयो। हामीले विश्वास गरेको त 15 वर्ष नै लागिसक्यो होला। 15 वर्ष। यो फर्स्ट संवाद भएको कारणले गर्दाखेरि तपाईँले चित्त नबुद्धो भन्दै गर्दा कस्तो, जस्तै हाम्रो हिजोको त्यो पुरानो आस्थामा हुँदै गर्दा कुनै पनि कुराको चित्त नबुझेको हो कि, या कि तपाईँहरूको शारीरिक कुनै रोग बिरामको भनौँ न अब छुटकारा नपाएको कारणले हो कि के कारणले चित्त नबुझ्दो भन्दै गर्दा के कारण? एकदमै यो विषयमा मैले एकदमै छोटकरीमा भन्नु पर्दाखेरि हाम्रो शरीरमा त्यस्तो कुनै पनि रोग बिमार त थिएन। तर धेरैवटा मठ मन्दिर भने हामी पक्कै पनि गयौँ। जाँदै गर्दाखेरि जहाँ गए पनि अब उद्धार र मुक्तिको बाटो त हामीले कहीँ पनि देखेनौँ। अनि हाम्रो माझमा कतिजनाले हामीलाई सुसमाचार सुनाउँदै गर्दा त्यो कुरालाई नै हामीले विश्वास गर्न सकेका थिएनौँ। तर हाम्रो लागि त्यो प्रभुको एकदमै चुनाव रहेछ, चोइस रहेछ, समय रहेछ। अहिले त्यो एउटा मौका हामीले त्यस ठाउँमा पाउन सक्यौँ। तपाईँहरूले पहिला विश्वास गर्नुभएको थिएन, तर विश्वास गर्नुभन्दा अगाडि हजुरहरूले कहीँबाट कसैबाट सुसमाचार चाहिँ सुन्नुभयो। तर त्यो सुसमाचारलाई पनि तपाईँहरूले सहज रूपमा लिनु भएन, तर बिस्तारै त्यो सुनेको सुसमाचारले तपाईँहरूको जीवनमा काम गर्दै गयो हो। हो भनेपछि तपाईँहरूले भनौँ न अब त्यो विश्वास सुसमाचार सुनेको कति समय पछाडि चाहिँ अब हामीले प्रभुमा विश्वास गर्नुपर्ने रहेछ भन्ने विचार गर्नुभयो? सुसमाचार त हामीलाई धेरैचोटि नै सुनाइयो। तर अलिकति हाम्रो आफ्नो आफन्तहरू अनि अब अलिकति पहिलेदेखि हिन्दूकै अब त्यो एउटा धर्मबाट रहेर कतिवटा कार्यहरू हामीले गरेको कारणले गर्दा विश्वास गर्न सकेका थिएनौँ। बिचमा अलिकति गडबडी पनि भएको थियो। मेरो सासू खस्दै गर्दाखेरि त्यो समयमा मेरो ससुरालीहरूले विश्वास गर्नुभएको थियो अनि मैले चाहिँ गरेको थिइनँ। त्यो बेलामा अलिकति म ख्रिस्टलाई अलिकति विरोध नै गरिरहेको थिएँ। त्यस पछाडि चाहिँ एकदमै प्रभुमा आउनुपर्छ भन्ने कुराहरू अलिकति मैले पनि विश्वास गर्न थालेँ अनि प्रभुलाई पाएका छौँ हामीले त्यो समयमा।
भनेपछि पहिला सुसमाचार सुन्नुभन्दा अगाडि अब सिधा रूपमा भाषामा भन्नुपर्दा क्रिस विरोधी भनौँ होइन, प्रभुलाई भनौँ त्यति सजिलै विश्वास गर्न चाहनुहुन्थेन। विश्वास मलाई चाहिँ पहिला सुन्न पनि मन पर्थेन पहिला चाहिँ, किनभने अलिकति नराम्रो तरिकाले हेर्थेँ। अहिले त्यो दिनको मेरो सोचाइलाई र मैले बोलेको कुराहरूलाई अहिले सम्झिँदाखेरि एकदमै आफैलाई गिल्टी फिल भएर आउँछ। मैले किन त्यो बेलामा भनेर भन्ने कुराहरूलाई एकदमै म गिल्टी फिल गर्छु। तर जे होस् अहिले खुसी छु, म प्रभु पाएको छु, अनन्त जीवनको भागीदार भएको छु होइन। त्यस कारणले गर्दा अहिले एकदमै खुसी छु। जे होस् पहिला त्यो गरे पनि त्यो गरेकोमा आफूलाई एकदमै रिग्रेट छ होइन, मैले त्यो सही कुरा गरिनेछु भन्ने तपाईँलाई पश्चाताप छ। तर अहिले आएर चाहिँ जो प्रभुलाई विश्वास गर्नुभयो उहाँ चाहिँ एक असल अनि बाटो सत्य र सत्य परमेश्वर चाहिँ उहाँ नै हुनुहुँदो रहेछ भनेर तपाईँले थाहा पाउनुभयो है। एकदमै हाम्रो जीवनमा हर कुराहरूलाई पुरा गर्ने चाहिँ प्रभु यीशु बाहेक अरू छैनन् भन्ने कुराहरू त्यही बेलामा कतिवटा मठ मन्दिरमा धाउँदै गर्दाखेरि त्यो उद्धार र मुक्ति शान्ति जीवनमा अथवा हामीले फेल गर्न नसकेको कुराहरूलाई विचार गरेर लाउँदाखेरि चाहिँ प्रभु यीशुलाई जब पाइयो त्यो उद्धार र मुक्ति धेरै कुराहरू चाहिँ प्रभु यीशुमा छ। र उद्धार मुक्तिको लागि धेरैवटा मठ मन्दिर जानुपर्छ भन्ने छैन, धेरैवटा ठाउँमा पानी चढाउनुपर्छ भन्ने छैन, धेरैवटा देवी देवतालाई पुज्नुपर्छ भन्ने पनि छैन। हामीले एउटै प्रभु यीशुलाई बास हृदयबाट स्वीकार गरेर उहाँलाई हामीले सम्झिए मात्रै पनि एकदमै उद्धार र मुक्तिको बाटो निश्चित छ। भनौँ अब हिजो प्रभु नपाउँदै गर्दा, प्रभुलाई नचिन्दा हामीले धेरै कुराहरू गर्थ्यौँ होइन त। अब भनौँ न अब त्यो ग्रन्थ शास्त्रअनुसार हामीले विभिन्न कुरामा उद्धार र मुक्ति खोज्ने काम गऱ्यौँ। तर अहिले आएर प्रभुलाई विश्वास गर्दै गर्दा र हिजो गरेको कुरामा तपाईँले धेरै कुराहरू फरक पाउनुभयो होइन। एकदम फरक, एकदम फरक। यसमा तपाईँले एउटा वचन तपाईँलाई थाहा भएको वचन, जस्तै हिजो विश्वास नगर्दाको आस्था र अहिले विश्वास गरे पछाडिको आस्थाको बिचमा एउटा वचन भन्नुपर्दा तपाईँ कुन वचनलाई कोट गर्न चाहनुहुन्छ? जस्तै अब जुन वचनले चाहिँ तपाईँलाई विश्वासमा दरिलो पारेको छ अथवा साँचो परमेश्वर चाहिँ उहाँ नै हुनुहुँदो रहेछ है भनेर चाहिँ तपाईँले भन्नु पर्यो भने कुन वचनलाई कोट गर्न चाहनुहुन्छ? वचनहरू त धेरै छन् अब अहिले, तर पनि सिधै भन्नुपर्दाखेरि म यूहन्नाको पुस्तक यूहन्ना 14:6 पदले चाहिँ हाम्रो सिधा बाटोलाई नै देखाएको कारणले गर्दाखेरि त्यो वचनलाई पनि म कोट गर्न चाहन्छु। र अर्को यूहन्ना 3:16 पदले जुन प्रेमको विषयमा कुरा गरेको छ, त्यो प्रेम हामीले अरू कहीँबाट पनि पाउन सक्दैनौँ। अनि यो दुईवटा वचन चाहिँ एकदमै हाम्रो निम्ति अथवा मेरो निम्ति चाहिँ एकदमै कोट गर्न चाहन्छु, सम्झिन चाहन्छु। ल, परमेश्वरलाई महिमा भएको। साँच्चै नै आज हामीले जब प्रभुमा विश्वास गर्छौँ, प्रभुमा विश्वास गर्नुभन्दा अगाडि हामीले धेरै बाटोहरू खोजिराखेका थियौँ, अनन्त जाने अनन्तको कुराहरूलाई हामीले खोजिराखेका छौँ। तर जब हामीले प्रभुमा विश्वास गऱ्यौँ, प्रभुको वचन यूहन्ना 14:6 पदले भन्छ बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताकहाँ जान सक्दैन। होइन, तपाईँलाई धेरै धेरै धन्यवाद। साँच्चै नै परमेश्वर बाटो हुनुहुन्छ, सत्य हुनुहुन्छ अनि उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ भनेर तपाईँले विश्वास गर्नुभयो। अनि साथसाथै तपाईँले प्रभुको वचन यूहन्ना 3:16 पदलाई पनि कोट गर्नुभयो। आज परमेश्वरले चाहिँ हामीलाई यस्तो प्रेम गर्नुभएको छ, जसले आफ्नो एकमात्र पुत्र तपाईँ र मेरो निम्ति दिनुभयो। तपाईँ र मेरो निम्ति मात्रै होइन, आज यो विश्वमा रहेका सबै मानव जातिको लागि उहाँले आफ्नो पुत्रलाई दिनुभयो, ताकि जसले उहाँको पुत्रमाथि विश्वास गर्छन् तिनीहरू सबैले अनन्त जीवन प्राप्त गर्नेछन् हो। अनि साँच्चै नै आज भेना तपाईँलाई धन्यवाद। अति नै मिठो प्रभुको वचनलाई यहाँ राखिदिनु भयो। यसमा म साथसाथै जोड्न चाहन्छु यूहन्ना 3:17 पद है, परमेश्वरले आफ्नो पुत्रलाई दोष ठहर्याउन यस संसारमा पठाउनु भएन,
तर संसार उहाँद्वारा बाँचोस् भन्ने हेतुले परमेश्वरले आफ्नो पुत्रलाई यो संसारमा पठाएको कुराहरू हामी पाउँदछौँ। तर अहिले यो संसारमा हामी हेर्दै गर्दा प्रभुको विरोधी, प्रभुलाई विश्वास नगर्ने धेरै हाम्रो आफ्नो आफन्त है जनहरू हुनुहुन्छ। त्यो उहाँहरूको गलत होइन, तर हामी यो प्रार्थना गर्छौँ जसरी हामीले प्रभुलाई उहाँको समयमा हामीले उहाँलाई चिन्न सक्यौँ, उहाँले हामीलाई चुन्नुभयो, त्यसरी नै हामी आशा गर्छौँ, विश्वास गर्छौँ, प्रार्थना गर्छौँ हजुरहरूले पनि एक दिन परमेश्वरलाई चिन्नुहुनेछ, परमेश्वरले तपाईँहरूलाई रोज्नुहुनेछ। भेना हामी लामो सम्वाद नगरौँ, आजको यो हामी साला भेनाको बिचको सम्वादलाई लिएर हामीलाई हेरिराख्ने दर्शक जनहरूको निम्ति छोटो केही भन्न चाहनुहुन्छ भने तपाईँलाई यो समय। हुन्छ। सम्पूर्ण हामीलाई हेर्नुहुने हाम्रा आफन्तजनहरू हुनुहुन्छ जो चाहिँ प्रभुलाई पाउनुभएको छैन, अनि हाम्रो प्रार्थना पनि यो छ कि प्रभु यीशुमा जीवन छ, प्रभु यीशुमा शान्ति छ, प्रभु यीशुमा मात्रै उद्धार र मुक्ति छ। अनि प्रभु यीशु बाहेक हाम्रो मृत्युपछि स्वर्ग पुर्याउने अरू कुनै पनि परमेश्वर हुनुहुन्न, एउटै मात्रै परमेश्वर हुनुहुन्छ जो चाहिँ प्रभु यीशु हुनुहुन्छ। उहाँहरूलाई तपाईँहरूले ग्रहण गर्नुहोस्, विश्वास गर्नुहोस्। केही माग्नुहुन्न, उहाँले तपाईँको हृदय मात्रै माग्नुहुन्छ। अनि सबै कुराहरूलाई तपाईँले परमेश्वरको वचनलाई थाहा गर्नुहोस्, उहाँको आज्ञालाई पालना गर्नुहोस्, यति भए पुग्छ। प्रभुले सबैलाई प्रेम गर्नुहुन्छ, सबैको जीवनलाई उद्धार र मुक्ति दिनुहुन्छ। यति नै। आमेन आमेन आमेन। साँच्चै नै हामीलाई हेर्नुहुने हाम्रो सम्पूर्ण दाजुभाइ दिदीबहिनी आफ्नो आफन्तहरूलाई हामी यही नै भन्न चाहन्छौँ, साँच्चै नै प्रभुलाई विश्वास गर्नुहोस् र अनन्त जीवनलाई प्राप्त गर्नुहोस्। उहाँ चाहिँ साँच्चै नै अनन्त जीवन दिनुहुने परमेश्वर हुनुहुन्छ। आज उहाँ हाम्रो निम्ति यो संसारमा आउनुभयो, जसले पाप चिन्नुभएको थिएन, उहाँ हाम्रो खातिर पापी बन्नुभयो अनि हाम्रो सारा पापहरू उहाँले लिनुभयो र उहाँले उहाँको धार्मिकता हामीलाई दिनुभयो र हामीलाई धर्मी बनाउनु भयो। अनि यहाँहरूलाई पनि हामी आशा गर्छौँ धर्मी परमेश्वरलाई विश्वास गर्नुहोस् र अनन्त जीवन प्राप्त गर्नुहोस्। यहाँहरू सबैलाई जय मसीह।